हेलो साथीहरू, हामी चाहिँ पत्करमा हिँडेको आज परमा गएको थिएँ। यताउता मलसल बोकेर अब चाहिँ पत्करमा हामी दुईजना हिँडेको। सो साथीहरू, घाम लागेर गर्ने भइरहेछ है। गर्ने भएर म चाहिँ एउटा भेस्टामा छु टक्क। अहिले एकछिनमा आउँदा चाहिँ पानी पर्नु सक्छ। दिन चाहिँ यस्तो छ, दिन चाहिँ बिग्रिया छ। एक दिन भइसक्यो परमा आएको। पाइप साथीहरू, हाम्रो गाउँमा पनि काठमाडौँ जति भएको छ पानीको दुःख है। खोइ पानी बिग्राएर चाहिँ एकछिन पानी हेर्ने जाने हामी। पानी उठ्नु एउटै गएको छैन जाने। फेरि पानी गएको छ, पानी बिग्रेको गर्छ। पानी चाहिँ काठमाडौँ जतिको यहाँ दुःख भइसकेछ। हाम्रोमा त आउँदैन, अब तिमीले पो गरिन्छ हौ। डरममा थापिरहेको साथीहरू, अहिले चाहिँ दिउँसोको 12 बजिसक्यो होला है। बजिसक्यो होला है। अनि अब 2 भाइ पत्करले चाहिँ काम के गर्ने चाहिँ थाहा छैन है। भन्ने ठाउँ चाहिँ अहिले चाहिँ अब पत्कर ल्याउने हो। जङ्गलमा पत्कर चाहिँ छँदैछ, तर 2 दिन भयो नि त पानी आएको। त्यही भएर पत्कर चाहिँ भिजिएको छ। लास्टै गर्दा चाहिँ मैले ध्यान पनि ल्याएको थिएँ। अनि गरौँ हारिसकेँ। अनि कामै पत्कर ल्याउने पर्यो कि आज। त्यही भएर पत्कर ल्याउनु हिँड्दैछ नि त। सो साथीहरू, दिन चाहिँ यस्तो छ है। यताउता चाहिँ फुलिस नभन्छ। यता चाहिँ मेरो गाउँ। अहिले चाहिँ टक्क होइन, नयाँ पात आएको छ क्या। पुरानो पात झरेर पत्कर पनि टन्न छ भने चाहिँ यस्तो राम्रो देखिरहेछ क्या। हरियो भइरहेछ नि त अहिले सब बिरुवाहरूको पात फेरेर है। यहाँनिर चाहिँ साथीहरू हाम्रो पहिले चिहान छ क्या। पुर्खाहरू चाहिँ हाम्रो सब पुर्खाहरू यहाँ हुनुहुन्छ। तर अहिले चाहिँ खासै घर आफ्नो आफूले कता राख्छ। पहिले चाहिँ यहाँ थियो, र अहिले सबै सानो चिहान थियो क्या मान्छेको। घरहरू त बनाइरहेको सबको। यहाँनिर चाहिँ पहिले टन्ना थियो क्या उत्तिसहरू। पछाडि चाहिँ काट्यो। उत्तिसको धनीहरू चाहिँ अगाडिको मालिकहरू हुनुहुन्छ यहाँ। थियो काटिसक्यो यहाँ। पहिला राम्रो देखिन्छ, अहिले त पुरा एकदम खुल्ला देखिरहेछ। बिहान चाहिँ साथीहरू मैले माथि आधी पत्कर सोरेँ। अनि यहाँ चाहिँ मैले सोरेँ, यहाँ सोरेँ। यहाँ अलिअलि बनाएर भारी मजाले पुगेको थिएन। त्यही भएर पुऱ्यायो अलिअलि गरेर। अनि पुऱ्याएर एक भाइ पत्कर लगाएर आएको। तर अहिले त अलिक पत्कर सुकिसकेको रहेछ। बिहान चाहिँ भिजाएको थियो क्या। अनि अलिक गरौँ भएको थियो। बेलुका हिजो पानी परेको थियो नि त, हिजो 2-3 बजीतिर। अनि भिजिरहेको थियो। अहिले चाहिँ सुकेको रहेछ। अनि साथीहरू, मैले पढाएँ स्कुल अघि पहिले। यहाँनिर चाहिँ कति म पढ्दाखेरि चाहिँ 5 क्लाससम्म थियो। पछाडि चाहिँ यहाँनिर 3 क्लाससम्म गरेको थियो। अहिले चाहिँ कति क्लाससम्म छ थाहा छैन है। यही साथीहरू स्कुल चाहिँ मैले पढेको। सरहरू हुनुहुन्छ, 3जना हुन्छ सरहरू। जस गाउँभरिको केटाकेटीहरूलाई चाहिँ पढाउने ठाउँ चाहिँ हुन्छ। केटाकेटीहरू चाहिँ खासै छैन अहिले चाहिँ। हामी पढ्दा त्यस्तै 25-26जना हुन्छ। अहिले चाहिँ ज्यादा छैन अहिले त। अहिले धेरै 20-25जनालाई है। ठिक छ, 20जना छ कि 20जना। यहाँनिर चाहिँ हाम्रो ग्राउन्ड छ है। हाम्रो पहिले चाहिँ फुटबल खेलिन्थ्यो। अहिले चाहिँ यो हार्ने छैन नि त, मान्छे हार्ने छैन। सब विदेश गएर त्यतिकै भएको छ। ग्राउन्ड चाहिँ ठुलो छ, तर त्यतिकै बसिरहेको छ है ग्राउन्डहरू चाहिँ। हामी पत्कर छ भने चाहिँ यतातिर जान्छौँ होला, एउतिर। यसरी देखाएको चाहिँ कता जान्छौँ हामी। पत्कर घर पनि जान्छु तपाईँहरूलाई। सो चिजुको भारी भइसक्यो साथीहरू है। मेरो पनि भारी भइसक्यो। यहाँ छ मेरो त्यो भारी। साथीको ठाङ्ग्रा पनि भइसक्यो। अब 3जना आफ्नो आफ्नो तालमा नाच्यो है। भारी गाह्रो छ साथीहरू। साथीको पनि भइसक्यो है। साथीहरू पानी आउनु आँट्यो है। पानी आउनु आँटिसक्यो। भारी सानो छ क्या। पानी परेको छ नि त। अनि पत्कर भिजेर नाश भइरहेछ। 2जनाको चाहिँ भारी पुगिसक्यो।
अनि साथी चाहिँ पछाडि नै छुटिसकेको छ, उसको चाहिँ थाक्रा निकाल्नु गाह्रो हुन्छ। अनि पछाडिले चाहिँ हामीले चाहिँ पत्कर लिएर जाउँ न त भनेर हामी चाहिँ हिँड्यो। चिसो जग्गा त्यही त, त्यही मात्रै पानी आएको ध्यान मान्छे सोर्छु त चिसो। सो साथीहरू हाम्रो पत्कर चाहिँ ल्याइसक्यौँ है, पत्कर लिएर थुपारेको। पत्कर चाहिँ घाँटी दुखेर है, अब फेरि पनि पत्कर जान्छ होला, तर दिन चाहिँ यस्तो भइरहेछ कहिले पानी पर्ला जस्तो भइरहेछ। पर्ला होइन, पर्नु चाहिँ थालिरहेछ, अलिअलि पर्दैछ। मेरो साथी पनि आइसक्यो है, साथी भर्खर हामी चाहिँ आइसक्यौँ है, साथी भर्खर आउँदैछ। गरौँ भयो भित्र चाहिँ कसरी निकाल्यो भित्र हेलो साथीहरू, फेरि हाम्रो चाहिँ फेरि मैले चाहिँ यहाँ पत्कर भेटिसक्यो है, अलिक सुकेको अघि भन्दा अहिले चाहिँ गरौँ भइरहेको थियो नि त। अहिले चाहिँ मैले सुकेको भेटिसकेको छु साथीहरू है। सो साथीहरू मेरो चाहिँ पत्करको बारी भइसक्यो है, यहीँ टक्क पत्कर आजलाई पनि भइसक्यो। अब भोलिलाई पनि साइडमा छ, त्यता सोर्छु भोलि आएर चाहिँ, अनि यतापट्टि सोर्छु। भोलि बिहान पनि आउँछु, साथी आयो आएन चाहिँ यता चाहिँ मलाई आइरहनु न है। म चाहिँ भोलिलाई धरि पत्कर जग्गा आज सकिएन, एकछिनमा आयो भने त लगिहालिन्छ, आएन भने चाहिँ लगिँदैन, भोलिलाई हुन्छ। भोक पनि लाग्दैछ है साथीहरू। अनि चुटी चाहिँ उता जानुभएको छ क्या, पत्कर माथि त्यो जानुभएको छ, एकछिन आउनुहुन्छ होला। म चाहिँ तल साथीसँग गएर बस्दै गर्छु है, साथी थाङ्रा काट्दैछ, भेट हुन्छ अब साथी र मेरो चाहिँ। फाइनली अब एकछिन भेटौँ हामी है साथीहरू। पानी आयो है, पानी परिसक्यो है, अब चाहिँ हाम्रो परमा डुडे हुन्छ होला सायद, पानी कति परिरहेछ पानी। अब चाहिँ परमा हाम्रो डुडे हुन्छ होला साथीहरू। मलाई त एकदम रमाइलो हुने भयो त, सुतै हुने भयो त साथी। अनि अब टक्क पानी आएर हेर्नु, यहाँ चिल र बिल हुँदैछ अहिले चाहिँ है, टक्क आयो है। सो साथीहरू हाम्रो चाहिँ पत्कर फेरि पनि भइसक्यो है, बच्चा बिहारे चाहिँ सुँगुरले हाम्रो पनि छ। सुँगुरले जस मकै चाहिँ गर्नु पर्दैन, सुँगुरले नै गरिदिन्छ है साथीहरू।